शिक्षक र 3 विद्यार्थीहरूको कथा। एकजना शिक्षकले आफ्ना 3 विद्यार्थीहरूलाई एउटा प्रश्न गरे, जीवनमा सबैभन्दा ठूलो शक्ति के हो? पहिलो विद्यार्थीले भन्यो, धन किनभने पैसाले सबै कुरा किन्न सकिन्छ। दोस्रोले भन्यो, ज्ञान किनभने बुद्धिमान व्यक्ति कहिल्यै हराउँदैन। तेस्रो विद्यार्थी केही बेर मौन रह्यो र अन्ततः भन्यो, विश्वास, किनभने विश्वास बिना धन र ज्ञान दुवै बेकार हुन्छ। शिक्षक मुस्कुराएर भने, सही उत्तर यही हो। जब तिमी आफैमाथि विश्वास गर्न सिक्छौ, संसार तिम्रो विरोध गर्न सक्दैन। धन हराउँछ, ज्ञान पनि कहिलेकाहीँ भुलिन्छ, तर विश्वासले मानिसलाई उठ्न, प्रयास गर्न र सफल हुन प्रेरणा दिन्छ। त्यस दिनदेखि ती तीनै विद्यार्थीहरू जीवनमा आत्मविश्वासी बने। तीमध्ये तेस्रो विद्यार्थी पछि गएर समाजसेवी बन्यो, जसले सधैँ भन्यो, विश्वास नै मेरो सबैभन्दा ठूलो सम्पत्ति हो। यस कथाले के सन्देश दिन्छ भने, सफलताको आधार धन वा भाग्य होइन, आत्मविश्वास, सकारात्मक सोच र निरन्तर प्रयास हो। जब तिमी आफैमाथि विश्वास गर्छौ, तब संसारको कुनै पर्खाल तिमीलाई रोक्न सक्दैन।